नमस्ते साथीहरू, तपाईहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज हामी एउटा यस्तो पुस्तकको बारेमा कुरा गर्नेछौँ जसले लाखौं मानिसको सोच परिवर्तन गरेको छ। पुस्तकको नाम हो रिच ड्याड पुअर ड्याड, लेखक रबर्ट कियोसाकी। यो पुस्तक पैसा कमाउने तरिका मात्र होइन, पैसा बुझ्ने कला, आर्थिक स्वतन्त्रता र सफल मानसिकता सिकाउने जीवनको पाठशाला हो। यो पुस्तकको कथा लेखक रबर्ट कियोसाकीको आफ्नै जीवनमा आधारित छ। उनीसँग दुईजना बाबु थिए। पहिलो पुअर ड्याड, उनका असली पिता शिक्षित तर आर्थिक रूपमा सङ्घर्षरत व्यक्ति। दोस्रो रिच ड्याड, उनका साथी माइकका पिता शिक्षाको डिग्री नभए पनि आर्थिक रूपमा अत्यन्त सफल व्यक्ति। पुअर ड्याड सधैँ भन्थे, मेहनत गरी पढ, राम्रो अङ्क ल्याऊ र राम्रो जागिर खाऊ। तर रिच ड्याड भन्थे, पढ, पैसा कसरी काम गर्छ भनेर बुझ अनि पैसालाई आफ्नो लागि काममा लगाऊ। र यही फरक सोच नै पुस्तकको सम्पूर्ण दर्शन बनेको छ। पुअर ड्याड पैसाका लागि काम गर्थे, तर रिच ड्याडले सिकाए, पैसालाई तिम्रो लागि काम गर्न लगाऊ। धेरै मानिस आफ्नो सारा जीवन जागिरको दौडमा बिताउँछन्। उनीहरू पैसा कमाउँछन्, खर्च गर्छन् र फेरि काम गर्छन्। यो चक्र कहिल्यै बन्द हुँदैन। तर रिच ड्याड भन्थे, धनी बन्न पैसाको खेल बुझ्नुपर्छ। धनी मानिसले एसेट अर्थात् सम्पत्ति किन्छन्, तर गरिब र मध्यम वर्गले लायबिलिटी अर्थात् दायित्व किन्छन्, जसले गर्दा पैसा बच्दैन। रिच ड्याड भन्थे, एसेट त्यो हो जसले तिम्रो खल्तीमा पैसा हाल्छ, तर लायबिलिटी त्यो हो जसले तिम्रो खल्तीबाट पैसा निकाल्छ। उदाहरणका लागि, भाडामा लगाएको घर एसेट हो, किनभने त्यहाँबाट भाडा अर्थात् पैसा आउँछ। त्यस्तै लोनमा लिएको कार लायबिलिटी हो, किनभने हामीले बेला बेलामा किस्ता बन्नीमा पैसा तिर्दै गर्नुपर्छ। धेरै मानिस सोच्दछन् उनीहरू धनी हुँदैछन्, तर वास्तवमा उनीहरू लायबिलिटी बढाइरहेका हुन्छन्। रिच ड्याडले सिकाए, पहिला एसेट बनाऊ अनि पैसालाई तिम्रो लागि काम गर्न लगाऊ। लेखक भन्छन्, मानिस पैसा कमाउन डराउँछन् अनि पैसा गुमाउने डरले कहिले जोखिम लिन सक्दैनन्। तर धनी मानिस जोखिम लिन्छ, सिक्छ र अनुभव बटुल्छ। पुअर ड्याड सुरक्षित जीवन चाहन्थे, तर रिच ड्याड भन्थे, सुरक्षित खेल खेल्नेले कहिले ठुलो खेल जित्न सक्दैन। पैसासँग डर होइन, ज्ञान र नियन्त्रण हुनु जरुरी छ। जब तपाईँ पैसाबारे जान्न थाल्नुहुन्छ, डर घट्दै जान्छ र आत्मविश्वास पनि बढ्दै जान्छ। हाम्रो स्कुलले गणित, विज्ञान, इतिहास पढाउँछ, तर पैसाबारे कहिल्यै पढाउँदैन। त्यसैले धेरै शिक्षित मानिस पनि आर्थिक रूपमा कमजोर हुन्छन्। रिच ड्याड भन्थे, फाइनान्सियल एजुकेसन नै वास्तविक शक्ति हो। पैसा कसरी काम गर्छ, कसरी लगानी गर्ने, कसरी कर ट्याक्स बचाउने, यी कुरा जान्नु धनी बनेको पहिलो पाइला हो। पुअर ड्याड सोच्थे, राम्रो जागिर नै स्थिरता हो, तर रिच ड्याड भन्थे, तिमीले कहिलेसम्म अरूको सपना पूरा गर्न काम गर्ने, कहिले आफ्नो सपना पूरा गर्ने। धनी मानिस इम्प्लोइ होइन, इन्टरप्रेन्योर बन्छन्। उनीहरूले अवसर सिर्जना गर्छन्, काम दिन्छन् र पैसा प्रवाह नियन्त्रण गर्छन्। रिच ड्याड भन्थे, जसले पैसाको खेल बुझ्दैन ऊ जीवनमा कहिले धनी बन्न सक्दैन। पैसाको खेल बुझ्न तपाईले सिक्नुपर्छ। कसरी लगानी गर्ने, कसरी सम्पत्ति बढाउने, कसरी पासिभ इन्कम सृजना गर्ने। पैसाको खेलमा जित्न तपाईलाई आत्मनियन्त्रण, धैर्य र लगातार सिक्ने बानी चाहिन्छ। रिच ड्याड पुअर ड्याड किताबको मूल सन्देश हो, पैसाले होइन, सोचले मानिसलाई धनी बनाउँछ। यदि तपाईँ आफ्नो जीवनमा फाइनान्सियल फ्रिडम चाहनुहुन्छ भने आफ्नो सोच परिवर्तन गर्नुहोस्, पैसालाई चिन्नुहोस्,
एसेट बनाउनुहोस् र डर होइन, ज्ञानको आधारमा निर्णय लिनुहोस्। साथीहरू, पैसाले खुसी किन्न सक्दैन भन्ने भनाइ सुन्नुभएको होला। तर आर्थिक स्वतन्त्रताले तपाईलाई खुसीको बाटो रोज्ने स्वतन्त्रता दिन्छ र त्यो स्वतन्त्रता पाउन तपाईले आजै निर्णय लिनुपर्छ। म पैसाको दास होइन, म पैसाको मालिक बन्छु। एउटा कुरा सधैँ याद राख्नुहोस्, गरिब मानिस पैसाको लागि काम गर्छ, तर धनी मानिस आफ्नो पैसालाई काममा लगाउँछ। साथीहरू, यदि हजुरहरूलाई यो विचार मन पर्यो भने यस भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गरिदिनुहोला, किनभने ज्ञान बाँड्दा घट्दैन, अझ बढ्दै जान्छ। थ्याङ्क यू।